बालनले साथ दिँदाखेरि यो आन्दोलन सफल हुने, बालनले साथ नदिँदाखेरि आन्दोलन सफल नहुने भन्ने कुरा होइन। गृहमन्त्रीले जहिले पनि विद्रोहीलाई सरकारले दबाउन खोज्छ, सरकार भनेको क्रूर हुन्छ, यो कुरा बुझ्नुहोस्। र रह्यो कुरा के छ भन्दाखेरि चैत 15 गतेको घटनामा तपाईले सुन्नु भएको रहेछ। तपाईँ कुन पत्रिकाबाट हुनुहुन्छ मलाई थाहा छैन है, तपाईलाई जवाब त मैले दिनु पर्यो। कुन पत्रिकाबाट? एबी न्युज टेलिभिजनबाट हो। तपाईको साथीको श्रीमतीलाई हामीले फोन गरेर है, हामीले क्षतिपूर्ति सरकारले तोक्यो, म मेरो तर्फबाट संवादको लागि आउनुहोस्, मेरो तर्फबाट मैले के सहयोग गर्न सक्छु मैले घोषणा गरेको थिएँ। 5 लाख रुपियाँ पैसा म दिन्छु भनेर भनेको थियो। उहाँहरू त्यस पछाडि आउनु भएको छैन। 3 पल्ट फोन गरेको छ मेरो सचिवालयबाट। रह्यो कुरो के छ भन्दाखेरि त्यो दिनको घटनाको छ नि, त्यो दिनको आन्दोलन होइन, त्यो दिनको कार्यक्रम चाहिँ को जिम्मा मैले लिएको छु, अहिले पनि लिन्छु तपाईको अगाडि। कार्यक्रम हामीले गरेको उद्घाटन एउटा आन्दोलनको घोषणा गर्ने कार्यक्रम थियो, तर गोली चलाउने आगो लगाउने कार्यक्रम हामीले गरे होइन। जो त्यसको लागि छानबिन आयोग गठन गरोस् भनेर त मैले पटक पटक भनेको छु। तर अब केपी ओलीको सरकार थियो, कसले सुन्दैन? त्यो त सुन्नै भएन। अहिले पनि छानबिन आयोग गठन गरोस् यो सरकारले चैत 15 गतेको घटनामा। यदि दोषी छ रहेछ दुर्गा परसाई भने म सजाय भोग्न तयार छु। म स्ट्याटस लेखेर म लुकेर बस्दिनँ, कुरा बुझ्नु। र अब आउने आन्दोलन छ नि हाम्रो शान्तिपूर्ण हुन्छ, हामीसँग बन्दुक छैन, बारुद छैन, यो कुरा पनि बुझ्नुहोस्। र कोही घुसपेट गर्न नआओस्, किनभने यहाँ धेरै बन्दुकहरू लुटिया छन् नि। तर पनि आन्दोलनको जिम्मेवारी चाहिँ हामी लिन्छौँ, हामीले गरेको आन्दोलनको। हामी भाग्दैनौँ।